राजा वीरेन्द्रले भन्ने गर्थे, जनताले तिरेको करबाट हाम्रो खर्च चल्छ, जथाभावी खर्च गर्नु हुँदैन। राजा वीरेन्द्रको विरोध गर्नेहरू पनि उनलाई भेटेपछि उनका समर्थक बन्ने गर्थे। 2047 सालमा वाम नेता मदन भण्डारीले राजाको विरोधमा चर्को भाषण गरेका थिए। तर राजा वीरेन्द्रसँग प्रत्यक्ष भेटेपछि मदन भण्डारी पनि राजाका समर्थक बनेका थिए। नेपाललाई शान्ति क्षेत्र घोषणा गराउन कोसिस गर्ने राजा पनि यिनै हुन्। नेपालबाट मुस्ताङलाई टुक्रिन नदिने राजा पनि यिनै हुन्। अनि दोस्रो पटक जनतालाई प्रजातन्त्र दिने राजा पनि यिनै हुन्। अहिलेका नेता र राजा वीरेन्द्रमा यति फरक थियो कि राजा वीरेन्द्रले कुनै गाडी नपाएर बाटोमा बसेको नेपाली जनता रहेछ र आफू गएतिरै जाने रहेछ भनेदेखि उसलाई आफ्नै गाडीमा हालेर लिएर गएका घटनाहरू छन्। तर अहिलेको समयमा राष्ट्रपतिको सवारीमा रोडमा निस्किने जनताको ढाड खुस्काइएका उदाहरण छन्। वीरेन्द्र वीरविक्रम शाह आखिर कस्ता राजा थिए? Let the Nepalese people to democracy. And he King of Nepal. Nepal with his stars. राजा वीरेन्द्रको जन्म विक्रम सम्वत 2002 पुस 24 गते राजा महेन्द्रको सन्तानको रूपमा भएको थियो। राजा महेन्द्रले यिनलाई माया गरेर वीरू नामले बोलाउने गर्थे। यिनले दार्जिलिङको सेन्ट जोसेफ स्कुल, बेलायतको इटन विद्यालय, जापानको टोकियो युनिभर्सिटी र बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए। विक्रम सम्वत 2028 माघ 17 गते श्री 5 महेन्द्र वीरविक्रम शाहको निधनपछि वीरेन्द्र वीरविक्रम शाह नेपालका 10औं शाहवंशी राजा बनेका थिए। वीरेन्द्र राजा बनेको बेला नेपालमा राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाइएको थियो। एक छत्र राजाले मात्रै शासन गर्ने गर्थे र यो शासन प्रणालीलाई पञ्चायती व्यवस्था भन्ने गरिन्थ्यो। 26 वर्षको उमेरमा राजा बनेका वीरेन्द्रले आफू राजा बन्ने बित्तिकै सबै नेपाली नागरिकका लागि प्राथमिक शिक्षा निशुल्क हुने घोषणा गरेका थिए। उनी राजा बन्ने बित्तिकै नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नको लागि पनि प्रोसेस सुरु गरेका थिए। नेपाललाई शान्ति क्षेत्र घोषणा गरिनुपर्छ भनेर राजा वीरेन्द्रले राखेको यो मागलाई भारतले आफ्नो नीति अनुकूल भएन भनेर समर्थन गरेन। तर पञ्चायतको अन्त्यसम्म आइपुग्दा उनले राखेको यो प्रस्तावलाई लगभग 130 वटा देशहरूले समर्थन गरेका थिए। यता नेपालका केही नेताहरूले पनि भारतको दबावमा राजाको यो प्रस्तावको विरोधसम्म गरेका थिए। त्यति बेला कतार, साउदी, उत्तर कोरिया, दक्षिण कोरिया, नर्वे, फिनल्यान्ड लगायतका 49 वटा राष्ट्रसँग कूटनीतिक सम्बन्ध पनि राजा वीरेन्द्रले नै बनाएका थिए। विक्रम सम्वत 2037 सालमा पञ्चायत शासनको विरुद्ध नेपाली काङ्ग्रेसले चर्को विरोध गर्यो। यो देखेर राजा वीरेन्द्रले जनमत सङ्ग्रहको घोषणा गरे। त्यति बेला भएको यो जनमत सङ्ग्रहमा चाहिँ के थियो भने जनताहरूलाई बहुदल रोज्ने कि पञ्चायत रोज्ने भनेर भोटिङ गराइएको थियो। त्यो जनमत सङ्ग्रहमा 55% जनताले पञ्चायत नै ठिक छ भनेर भोट हालेर निर्दलीय व्यवस्था नै रोजेका थिए। राजा वीरेन्द्रले जनतालाई पहिलो प्राथमिकता दिन्थे भन्ने कुरा यहाँबाट क्लियर हुन्छ कि उनले संविधानसँग कुनै पनि राजनीतिक मामिलामा सर्वोच्च अदालतसँग सल्लाह माग्ने गर्थे। राजा बनेपछि वीरेन्द्रले पहिलो विदेश भ्रमणमा विक्रम सम्वत 2030 असोज 26 गते भारत गएका थिए। भारतको गणतन्त्र दिवसको अवसरमा पनि यिनलाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो। त्यति बेलाको यो भिडियोले प्रष्ट हुन्छ कि नेपालको इज्जत त्यति बेला भारतमा जाँदा कति धेरै हुने गर्थ्यो। सुन्दर घोडे, सजिले घोडे सलामी मंच की ओर आते हुए राष्ट्रपति अंगरक्षक नेपाल का राष्ट्रध्वज। विक्रम सम्वत 2040 मा वीरेन्द्रले अमेरिकाको राजकीय भ्रमण गरेका थिए। तत्कालीन अमेरिकाका लागि नेपाली राजदूत डाक्टर भेषबहादुर थापाको पहलमा भ्रमण भएको थियो। विश्वको 1 नम्बर शक्ति राष्ट्रमा नेपालको राष्ट्र प्रमुख तथा सरकार प्रमुखको तर्फबाट त्यस यता कुनै पनि राजकीय भ्रमण भएको छैन। 2030 सालमै उनले चीनको भ्रमण गरेका थिए। यिनको चीन भ्रमणपछि नेपाल र चीनको सम्बन्ध धेरै घनिष्ठ बनेको थियो। पछि गएर चीनले राजा वीरेन्द्रलाई धेरै इज्जत गर्न थाल्यो। यो सम्बन्धको पछाडि एउटा ठुलो इतिहास लुकेको छ जसको बारेमा धेरैलाई थाहा छैन। त्यो इतिहास चाहिँ के थियो भने जब चीनले तिब्बतलाई आफ्नो अधीनमा लियो त्यति बेला तिब्बतीहरू भागेर नेपाल पसे र नेपालबाट युद्ध लड्न थाले। विक्रम सम्वत 2030 सालतिर नेपालमा बसेर चीन विरुद्ध गर्ने यी सैनिकहरूलाई खामपासको नामले चिनिन्छ। खामपास विद्रोहका सैनिकहरूले नेपालको मुस्ताङमा अड्डा जमाएर चीन विरुद्ध लडाईँ गरेका थिए। यी विद्रोही सैनिकहरूलाई भारत र अमेरिकाले आर्थिक र हतियारको सहयोग गरिरहन्थे।
विद्रोहीहरू पहिला त चीन विरुद्ध लडेका थिए, पछि गएर नेपालको मुस्ताङ नै कब्जा गर्ने योजनासम्म बनाउन थाले। त्यतिबेला राजा वीरेन्द्रले शान्तिपूर्ण तरिकाले खामपास विद्रोहको अन्त्य गरिदिए। यदि त्यो विद्रोहको अन्त्य हुँदैन थियो भने नेपालको मुस्ताङ नेपालबाट टुक्रिन्थ्यो अनि अमेरिका र चीनको लडाईँ नेपालमा हुन सक्थ्यो। वीरेन्द्र राजाले देश विकासको लागि विक्रम सम्वत 2032 सालमा चाइनासँग सहयोग मागेर काठमाडौँमा ट्रली बसको सुविधा ल्याए। 2029 सालमा नेपालगञ्ज औद्योगिक क्षेत्रको स्थापना गरे। 2030 सालमा पोखरा औद्योगिक क्षेत्र, 2032 मा बुटोल औद्योगिक क्षेत्र, 2035 मा भक्तपुर औद्योगिक क्षेत्र, त्यसैगरी 2037 मा वीरेन्द्रनगर औद्योगिक क्षेत्र, 2042 मा गजेन्द्र नारायण औद्योगिक क्षेत्र स्थापना गरेर देशको अर्थतन्त्रलाई सुधार गरेका थिए। यति मात्रै होइन, मेलम्ची खानेपानीको योजना पनि राजा वीरेन्द्रले नै सुरु गरेका थिए। चाइनासँग सहयोग मागेर गोरखकाली टायरको सुरुवात गरे। नेपालमा बनेको यो गोरखकाली टायरले भारत, श्रीलङ्का र बङ्गलादेशसम्म बजार बनाउन सफल भएको थियो। उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी, नेपाल फार्मास्युटिकल्स सबै वीरेन्द्रकै पालामा स्थापना भएका थिए। त्यसैगरी विक्रम सम्वत 2039 मा उनले नेपाल पाकिस्तान संयुक्त आर्थिक आयोगको स्थापना गर्न सफल भएका थिए, जसले नेपालमा महत्त्वपूर्ण विदेशी लगानी भित्राउन सफल भएको थियो। कुवेत र जापान सरकारको आर्थिक सहयोगमा विक्रम सम्वत 2038 सालमा 60 मेगावाट क्षमता सहित कुलेखानी जलविद्युत आयोजना सञ्चालनमा ल्याएका थिए। 2038 सालमै जापानको आर्थिक सहयोगमा त्रिवी शिक्षण अस्पतालको स्थापना भएको थियो। यिनकै पालामा 2029 सालदेखि 2042 सालसम्म नेपालमा 18वटा विमानस्थलको निर्माण भएको थियो। त्यतिबेला नेपालमा 90% जस्तो नेपाली जनताहरूले खेती किसान गर्ने काम गर्थे, त्यसैले उनले कृषि क्षेत्रलाई पनि प्रायोरिटी दिएका थिए। विक्रम सम्वत 2041 सालमा चीनको सहयोगमा नवलपरासीमा भ्रिकुटी कागज कारखानाको सुरुवात भयो। उखु खेती गर्ने किसानहरूको लागि उनले चिनी मिलको स्थापना गरिदिए। राजाको विरोध गर्नेहरू तत्कालीन वरिष्ठ नेता मनमोहन अधिकारी, मदन भण्डारी र बीपी कोइरालाले पनि वीरेन्द्रसँग प्रत्यक्ष भेटेपछि राजाको समर्थन गर्न थालेका थिए। बीपी कोइरालाले त यतिसम्म भनेका थिए कि राजा नभए देश रहँदैन पनि भनेका रहेछन्। तत्कालीन राजनीतिक पार्टी नेपाली काङ्ग्रेस र वाम मोर्चा नेतृत्वको 2046 साले संयुक्त जनआन्दोलनमा ठूलो जनधनको क्षति बिनै प्रजातन्त्रको घोषणा उनै राजा वीरेन्द्रले गरिदिए। जबकि त्यति सजिलै र त्यति छिटै राजाले प्रजातन्त्रको घोषणा गर्छन् भन्ने कुरा आन्दोलनकारीहरूलाई पनि थाहा थिएन। यो कुराले क्लियर हुन्छ कि उनी विद्रोहलाई दमन गर्नुभन्दा पनि जनताको माग अनुसार काम गर्न रुचि राख्थे। वीरेन्द्रको निम्तोमा बेलायतकी महारानी एलिजाबेथ द्वितीयले पनि दोस्रो पटक नेपाल भ्रमण गरेकी थिइन्। दरबार हत्याकाण्डको बारेमा भिडियो हेर्न चाहनुहुन्छ भने कमेन्ट गर्न नबिर्सनुहोस्। भिडियो त तपाईँहरूकै डिमान्डमा आउने हो। यतिन्जेल भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।